हेलो गुड मर्निङ एभ्रिवान सबैजनालाई भन्दै आज मेरो छुट्टी। आज म छुट्टीको दिन झन् कहाँ जानु भनेर आइरहेको छु। म झन् आज म र भाइको एउटा किचनको भाइको छुट्टी थियो नि त, त्यही भएर झन् म आज सो राबङ्ला लाग्दिउँ घुम्नु भनेर नि, टाइम पास पनि हुन्छ अनि बुद्ध पार्क भन्छ होइन त्यसलाई, अन्त जाउँ भनेर एकदम आइरहेको छु भाइ र म। अनि मैले अहिले स्कुटी यहाँ राखिरहेको छु नि त, भर्खर आइपुगेँ। अन्त भाइ चाहिँ अहिले तल किचनमा गएको छ, हल्का ब्रेकफास्ट गरेर चियाहरू पिएर जानेछौँ होइन। अनि बाटोमा के गर्छौँ हामी तपाईँहरूलाई पनि त्यो देखाउनेछौँ, अनि हामी राबङ्ला पनि देखाउनेछ है। अब हामी चाहिँ राबङ्ला तर्फतिर निक्लिँदैछौँ है। हामी चाहिँ निक्लिसक्यो फाइनली राबङ्ला तर्फ। मजाको छ आज, वेदरले पनि साथ दिइरहेको छ गाइस। एकदम मजाको मेरो पछाडि आर्यन भाइ बसिरहेको छ नि त एकदम गाइस। अनि यसो छुट्टीको दिन त हो, भिडियोहरू बनाउनु, अरू बेला त ड्युटी आउनुपर्छ, टाइमै पाउँदैन, त्यही भएर छुट्टीको दिन हुन्छ। तपाईँहरूले यो बाटो चाहिँ एकदम सर्टकट हो कि, एकदम छिटो पुग्छ गेजिङ। उताबाट चाहिँ मेन रोड छ, लामो हो, तपाईँबाट यहाँ 10 मिनट पनि लाग्दैन गेजिङ पुग्नु चाहिँ। त्यही भएर म यो रोड प्रायः जस्तो म यो रोडै हिँड्ने गर्छु। फर्स्टमा मैले एकदम राम्रो बाटो त छ, तर साह्रो अप पास गर्नुपर्छ नि त। हरेन अलिकति छोडेर हिँड्नुपर्छ नि त, किनकि अब यसरी गाडी आउने गर्छ हो, यो गाडी सानो गाडी, त्यही भएर पनि अलिकति माथि किचन अरे नि दबाउ त माथिको आउँथे मुनिको सेकेन्डको यहाँ माथि आइपुग्यौँ लेकसेप माथि। अनि हामी यसो चियाहरू खाइदिउँ भनेर आएको नि त। अघि होटलमा त ब्रेकफास्ट गऱ्यौँ, अन्त हामी अलिकति चिया खाउँ भनेर आएको। आर्यनले यहाँनिर 2 कप मिल्क टी भनेछ नि त, त्यही भएर यहाँ हामी चाहिँ लेकसेपमाथि दिदीको दोकानमा, भी पोइन्टमा दोकान छ। आएर तपाईँहरू ब्रेकफास्ट, डिनर, लन्च सबै गर्नु सक्नुहुन्छ। डिनर त हुँदैन होला, लन्च तपाईँको, किनकि राति त क्लोजिङ हुन्छ होला नि त, त्यही डिनर हुँदैन, लन्च र ब्रेकफास्ट गर्नु सक्नुहुनेछ। यहाँ हेर्नुहोस् गाइस, यो पाहाडीको जग्गाहरू एकदम, यो देख्नु हुँदैछ नि, यो रोड चाहिँ म पहिला माथि पेलिङबाट सट्टै घुमेर आएको रोड हो। एकदम आएँ, यो रोड एकदम दामी छ, पहिला बनिएको रहेछ होइन। यहाँ मुनि खोला पनि छ, एकदम तल खोला देख्नु हुँदैछ होइन। एकदम यो रोड चाहिँ मैले पहिल्यै घुमिसकेको नि त, साथीहरूसँग 3-4वटा बाइक हुँदाखेरि घुमिसकेको। एकदम राम्रो छ बाटो छ हो, त्यही भएर पनि म यहाँ आइसकेको छु। प्रब्लमै हुन्छ, त्यही भएर धुएको पनि छुइनँ, बेलामा खालि धुन्छु नि त, किनकि अब धोएर रोडमा राख्नुपर्छ होइन। रोडमा राखेपछि अलिकति मैला धुलोहरू उडेर मैला भइहाल्छ। लेकसेप बजार यो रोड गयो भने चाहिँ हामी दार्जिलिङ, गान्तोक, सिलगढी जान्छ। हामी चाहिँ यता जानुपर्छ नि त, सट्टै राबङ्ला जाने रोड चाहिँ यो है गाइस। योदेखि उता यो ब्रिज काटेर रोक्दै हिँड्नुपर्छ नि त, किनकि यो पहिरोहरू गएको रहेछ जग्गा, त्यही भएर ठुलो गाडी हेर्नु सक्नुहुन्छ। तल हेर्नुहोस् त, आम्मामा बाटो हेर्नु न गाइस, पानी पुरा रहेछ रोडभरि। बाइकहरूमा चाहिँ साह्रै पर्ने रहेछ। अफरोडिङ रहेछ है।
स्कुट झन् गर्दैन रहेछ गाडीहरूले हो स्कुट गऱ्यो भने त साह्रो पर्छ नि मेरो अगाडि गाडी जाँदै थियो एकदम धुलो उडाइराखेन गाइस त्यसले फर्किँदा पनि हामी यही रोड फर्किनुपर्छ हो एकदम हेर्नुहोस् त हेर्नुहोस् त टर्निङहरू एकदम सानो टर्निङ छ यस्तोमा त बिस्तारै हिँड्नुपर्छ नि बाइक हो चिप्लिन्छ नि हेप्पी पहिरो झरेको थिएछ नि त ढुङ्गाहरू हेर्नु आम्बो हेर्नु न जग्गाहरू वाह क्या जग्गा है भाइ गाइस मेरो फेसबुक च्यानलमा हेर्नुहोस् होला है तपाईँहरूलाई म यो देखाउँदैछु जति पनि मेरो अब तपाईँहरू आउनु सक्नु हुँदैन नि सिक्किमहरू घुम्नु होइन अन्त म हजुरहरूलाई सिक्किम एरिया देखाउन गइरहेको छु सिक्किम आएर टुर गर्नु सक्नुहुन्छ राइडिङहरू गर्नु राइड्स गर्नु होइन घुम्नु एकदम यहाँको खानाहरू खानु यहाँको कल्चरलहरूलाई इन्जोय गर्नुहरू एकदम आएर उयो गर्नु सक्नुहुन्छ एकदम दामी छ रोड आएर तपाईँहरू उयो गर्नु सक्नुहुन्छ गाइज मेरो भ्लगमा हेर्दैछ भने तपाईँहरूले हेर्नु सक्नुहुन्छ भ्लगको नाम चाहिँ के छ भनेर कपिल तामाङ भ्लग पनि छ अनि कपिल तामाङ पेज पनि छ दुईवटा खोलेको छु नि त त्यही भएर दुईटैमा हाल्ने छु म भिडियो त्यही भएर तपाईँहरूले मेरो फेसबुक हेरेर तपाईँहरू कमेन्ट पनि गर्नु सक्नुहुन्छ फलो पनि गरिदिनु सक्नुहुन्छ मेरो च्यानललाई गाइज म तपाईँहरूलाई राइड खालि गरेको हाल्दिनँ कोही कोही बेला तपाईँहरूलाई म होइन मैले के गर्दैछु कसो गर्दैछु अनि म कहाँ जाँदैछु के खाँदैछु त्यो पनि म हाल्ने छु होइन तपाईँहरूलाई देखाउने छु अनि यसरी नै माया गरिदिनुहोस् होला अर्को च्यानललाई पनि फलो गरेर माया गरिदिनुहुन्छ भन्ने आश राखेको छु नयाँ जग्गाहरू नयाँ ठाउँ देखाउन गइरहेको छु अब त राम्रो बाटो भेटाउँछ गाइज गेजिङ उयो त हो गेजिङ उयो गराएको लेख्दैछ त हो आइपुग्यौँ होइन आएर पनि स्कुटी थन्काइसक्यौँ राबुङला चाहिँ यो गाइस तपाईँलाई देखाउन सक्दैछु हो यहाँ टुरिस्टहरू एकदम आइरहेको हुन्छ त्यही यहाँ त अहिले कन्स्ट्रक्सन चल्दै रहेछ नि त त्यही भएर गाइसहरू यस्तो छ म र आर्यन चाहिँ यहाँ छौँ अब आइपुग्यो बल्ल बल्ल एकदम टुरिस्टहरू आइरहेको एकदम यस्तो छ यहाँनिर हेर्नु सक्नुहुँदैछ टुरिस्टहरू एकदम आएर फोटोहरू खिच्ने गरिरहेको छ अब यहाँ होइन आर्यन भाइ तिमीलाई कस्तो लाग्यो
एकदम राम्रो लाग्यो मजाको छ नजराहरू पनि होइन यहाँनिर एकदम टुरिस्टहरू आएर उयो गरिरहेको छ फोटोहरू खिच्ने गरिरहेको छ यहाँ पर चाहिँ कन्स्ट्रक्सन चल्दै रहेछ नि त गाइज यस्तो भइरहेको छ एकदम हो यस्तो भइरहेको छ म र आर्यन झन् भित्र पस्नेछौँ भित्र पसेर देखाउनेछौँ के कसो गरेर चाहिँ निक्ल्यौँ अब हामी होइन किनकि मन्दिरभित्रको चाहिँ मैले देखाउनु पाइनँ नि त त्यसको लागि सरी भन्छु किनकि मन्दिरभित्र देखाउनु हुँदैन नि त त्यही भएर फोटो खिच्नु भिडियो गर्नु बनाउने अलाउड छैन नि त त्यही भएर गाइस यस्तो छ एकदम अब आर्यन भाइलाई एक दुईवटा फोटो खिचिदिनु पर्ने छ हो